नमस्ते। आज म आइपुगेको छु काठमाडौँको मुटुमै अवस्थित त्यो काठमाडौँको धरहरालाई निहाल्न। यो काठमाडौँको धरहरा जसलाई मैले पहिलो पटक निहाल्दैछु, अर्थात् पहिलो पटक अवलोकन गर्दैछु। धरहरा प्रवेशद्वारमै रहेका ती काठका अत्यन्तै सुन्दर कलाकृति, पानीका ती छहराहरूले मेरो मनलाई अत्यन्तै मोहक तुल्याइरहेको थियो। यो काठमाडौँको धरहरा जसले समष्टिगत रूपमा अर्थात् समग्र रूपमा राष्ट्रको एउटा परिचयलाई नै आफ्नो घेराभित्र राख्न सफल भएको छ, जुन ऐतिहासिक पनि रहेको छ। पुरातात्विक विभागले पुरातात्विक सम्पदामा सूचीकृत यो धरहरा 2072 साल वैशाख 12 गतेको महाभूकम्प जसलाई थेग्न नसकी गर्ल्याम गुर्लुममा ढल्न पुगेको थियो। पुनर्निर्माणपछि यो बाहिरी बनावटलाई सुन्दर तरिकाले सुन्दर ढङ्गबाट समेटिएको यो धरहराको बाहिरी रूपरेखा, जुन धरहरा जसलाई केही समय अगाडि मात्र सर्वसाधारणको लागि खुल्ला गरिएको यो धरहरा, त्यो धरहराको भित्र प्रवेश गरिरहँदा ती वृत्तचित्रमा देखिएका ती चित्रहरूले नेपालीपनलाई झल्काइरहेको थियो, नेपालीपनलाई प्रस्तुत गरिरहेको थियो। नेपाली हुँ भन्ने एक किसिमको आभास दिइरहेको यो वृत्तचित्रहरूले मेरो मनलाई अत्यन्तै आनन्दित तुल्याइरहेको थियो। यहाँबाट माथि चढ्नको लागि दुईवटा विकल्पहरू थिए, एउटा पैदल सिँढी र अर्को थियो लिफ्ट। तर म भने लिफ्टबाट माथि चढ्दै गएँ। अत्यन्तै आनन्दको अनुभूति भइरहेको थियो। विक्रम सम्वत 1882 तत्कालीन महारानी ललिता सुन्दरीको आदेशमा जनरल भीमसेन थापाद्वारा 61.88 मिटर अग्लो 11 तले धरहराको निर्माण भएको थियो। विक्रम सम्वत 1913 परेको चट्याङले केही भागलाई क्षति पुर्याइसकेपछि 1923 त्यसको पूर्ण जीर्णोद्धार गरिएको थियो। 1923 जीर्णोद्धार गरिएको धरहरा पुनः 1990 माघ 2 को महाभूकम्पमा क्षतिग्रस्त भएको थियो। 1992 तत्कालीन श्री 3 जुद्ध शमशेरद्वारा पुनर्निर्माण गराई 11 तले धरहरालाई 9 तलामा सीमित गराइएको थियो। 9 तलामा सीमित गराइएको त्यो धरहरा अन्ततः 2072 साल वैशाख 12 गतेको भूकम्पलाई थेग्न नसकी गर्ल्याम गुर्लुममा ढलेको थियो। मेरो धरहरा मै बनाउँछु भन्ने राष्ट्रिय नारालाई अभियान स्वरूप अगाडि बढाई 2075 असोज 14 गतेबाट पुनर्निर्माणको कार्य अगाडि बढाइएको धरहरा 2078 साल वैशाख 11 गते उद्घाटन भएको थियो। तलाहरूलाई तुलनात्मक रूपमा सानो आकार दिई यो धरहरालाई 20 तलासम्म पुर्याइएको छ। काठमाडौँ उपत्यकालाई समग्र रूपमा निहाल्न सकिने यो धरहराको उचाइबाट यो काठमाडौँलाई निहालिरहँदा अत्यन्तै आनन्दको अनुभूति दिने यो धरहरा, यदि तपाईँ काठमाडौँको भ्रमण गर्न खोजिरहनु भएको छ भने तपाईँले यो धरहरालाई आफ्नो गन्तव्यमा राख्नबाट तपाईँ नचुक्नुहोला। धन्यवाद। जय होस्।